स्काई वाक गर्न आएको हामी पनि कति वर्ष भइसक्यो। आज मेरो बुढोले जाउँ रे त्यहाँ हस्पिटल आएको लास्ट डेट ढिलो 4 बजे पालो अरे अनि त्यही भएर हामी आयौँ। यस्तो रहेछ मेरो बुढा चाहिँ दामी रहेछ। मेरो बुढा चाहिँ ऊबाट आउनुहुँदैछ थप्लु थर ए त्यहाँ महँगो पो रहेछ त। कति वर्ष भयो हाम्रो? हामी चाहिँ भिडियोमा हेर्दै बस्दै अगाडि हिँड्नुहुँदैछ। स्काई वक यहाँ कफी सफी खान पनि मिल्छ है साथीहरू। फर्स्ट नै हामी हो कि क्या हो? हेलो मिस्टर पुस्तक स्काई वाक गर्न आएकोमा कस्तो खुसी बेखुसी रमाइलो नरमाइलो कस्तो फिल भइरहेछ केटा? हस्पिटल आएको स्काई वाक तपाईँको म चाहिँ यता छु आफै क्यामेरा समातेर। स्काई वाकको लिफ्टमा चढेको छौँ। मास्क चाहिँ खोल्दाखेरि कस्तो होला? मास्क खोल्दा त कस्तो हुँदो रहेछ गाइजहरू। एउटा ह्यान्डसम गोरो एउटा कालो। विदेश र नेपालको छुट्टिँदैन त? यो विदेशी हो नेपाली हो? नेपाली बुढी विदेशी बुढा, बुढाले बुढीलाई लाँदैन विदेश। काम गर्न सक्दैन पढ्दा हामी त गोरु जस्तो जोतिनुपर्छ। वाउ कुरा सुन्नु है। स्काई वाकमा हामी पुगिसक्यौँ। मान्छेलाई भोक लागिसक्यो चिसो र तातो। सुगर भएको मान्छेलाई बिहानदेखि त्यत्तिकै हिँड्छ न कफी खाउँ भन्छ। म के भन्छ भनेर विचार मात्रै गर्छु क्या। म विचार गर्छु तर भोकले प्याक भइसक्छु। लाइसु अरू बेला त डाक्टरले मात्रै लाउनु पाउँछ, आज त हामीले पनि पायो। जुत्तामा पनि अड्छ कि अड्दैन? जुत्ता त लाउरीको जुत्ता। अरे के सुन्नुपर्छ मैले थोत्रे कानले। अब खै अनुहारै देखिएन फेरि अहिले। वाक गर्नुलाई त उल्टो सुल्टो पनि हुँदो रहेछ नि त के होइन भाइ? ए त्यस्तै देखेर त म त या स्काई वाक गर्छस् त अब केटी। कति तला हो यो? 25 तला? पर्फेक्ट बुवा मजाले हिँडिरहनु छ। ओ यस्तो पो हुनुपर्छ त स्काई वाक भनेको त। म त के को सक्नु मरिगएँ डरले। मजाले हिँड्नुहुन्छ। आँखा चिम्लेर त हिँड्नुहुन्छ होला हौ। आँखा चिम्लेर
कम्ती डर लागेन है साथीहरू मलाई त म त हिँड्नै सकेन स्काई वाक गर्न आएको रे डरले अलि चाहिँ हिँडे भनौँ न राम्रो रहेछ राम्रो त तर मलाई त साँच्चीको डर लाग्यो साँच्चीकोमा डर लाग्यो माइलट यस्तोमा त म नि हिँड्छु नि रानी पोखरी रानी पोखरी काठमाडौँको भ्यू ल स्काई वाकमा आएर हामी चाहिँ कफी खान लागेको कफी स्काई वाक गर्न आएको अनि यहाँ कफी खान लागेको हामी चाहिँ उहाँले चाहिँ उठाउँदै हुनुहुन्छ मेरो चाहिँ यो हो म त ओह्रालो हिँड्दा त त्यो जस्तो हुन्छ तर ओभर रमाइलो चाहिँ हुँदो रहेछ है ओहो कस्तो त्यो सिरो लेकतिरको जस्तै हाम्रो सेलमेटेम्कीको जस्तै हावा पनि आयो अनि त्यस्तै फिल पनि भइरहेछ है मलाई चाहिँ ₹1000 पचेको छैन बस्नुपर्छ त्यहाँ पाइला पनि पारेन कि स्काई वाक गर्न आएको रे त्यो सिसामा त मरे पाइलै पार्नु भएन मैले चाहिँ बरु दुःख सुख गरेँ है खाएर पनि भाग्नु मैले डरले भाइ पनि डराउनु हुँदैछ सबै डराउँदो रहेछ कि यो भाइहरू मात्रै डराउँदो रहेछ केटा हो नि त यङ स्टारहरू हो नि त तिनीहरू चाहिँ बुढाबुढी चाहिँ मजाले बसेर स्काई वाकको टावर पसेको फुट्दैन हौ त्यस्तो त मान्छेको लाइफको उ त्यो पो हुन्छ त म हिँड्छु ल अब त हिँड्नु म हिँड्छु है
अब त तल हेरेर हिँड्दा नि हुन्छ। तपाईँ यति हिँडेर देखाउनु न। हिँडिहाल्छु नि ल। उही त हेरेको मरिन्छ अब चाहिँ हामी स्काई टावरबाट झऱ्यौँ लास्ट एकपटक हिँडेर यहाँबाट हामी जुत्ता फिर्ता दिनु पर्यो नि यहाँ। जुत्ता फिर्ता दिने ठाउँ। जुत्ता फिर्ता कुन दिन चाहिँ भिड हुन्छ? शनिबार होला है। त राख्यो अन्तिर चाहिँ के हो? रेस्टुरेन्ट होला। ए बेलुका हुन्छ। ल यतातिर चाहिँ डान्स गर्नु मन लाग्यो भने पनि आउँदा हुने रहेछ है साथीहरू। अब हामी चाहिँ फर्क्यौँ। हजुर स्काई वकको भिजनहरू राम्रो छ। राम्रो छ अनि यतातिर डेकोरेटहरू पनि दामी सुट गर्ने होइन क्या स्लो। यहाँ माछा छैन? माछा छैन तर कस्तो राम्रो चाहिँ धेरै जग्गा हुनु रहेछ माछा रहेछ। ए रहेछ त है। कुन कसलाई मेरो ल्याउ खाएको हेर्नु कस्तो मजाले ढुन्डी ल्याउ खाएको। माछा रहेछ। धेरै जग्गा हुनु अनि यस्तै घर बनाउनु कति आनन्द हुन्थ्यो होला है हामीलाई। कति राम्रो यो वाला चाहिँ। अरू त छ मसँग। स्काई वक 22 तल छ अरे साथीहरू। सबैजना घुम्न आउनु होला। ओभर दामी छ तर अलि नडराउनु होला। हामी चाहिँ डरायौँ। डराउने मान्छेहरूको काम छैन। खत्रै बनाएको मेरो बुढा चाहिँ खत्रै बनाएको भन्दै ऊ आकाश मात्रै हेर्दैछु। अघि चढ्ने बेलामा चाहिँ डरले तर त्यो अनि माथि त सानोदेखि सबै गाडीहरू देखिन्छ त। यहाँ भित्रको यो सबै मैले भ्युजहरू देखाएँ के छ भन्दाखेरि यहाँ चाहिँ सबै कुरा रहेछ। कफी सपदेखिको लिएर टपमा चाहिँ कफी सप मात्रै छ अनि खाजा नास्ता पनि मिल्ने रहेछ। अनि तलतिर चाहिँ नाइटको क्लबहरू पनि रहेछ। यस्तो रहेछ। ए बाबा स्काई वक। हामी घर लागि घर भन्दा नि हामी हस्पिटल जान्छौँ।
यहाँ आएर चाहिँ भिडियो बनायौँ हामीले। हामी यति भन्दै हामी यहाँबाट बाहिरिँदैछौँ। अब हामी घर लाग्यौँ। घर भन्दा पनि हस्पिटलमा चाहिँ 4:30 बजी मात्रै पालो आउँछ भनेर हामी यसो डुली हिँडेको। मेरो बुढाले केल्मीमा गएर एउटा ट्राउजर पनि किने। बाहिर गएर घरमा खाना खानु भ्याएन भने चाहिँ थकाली लबाट यता हुनुहुन्छ। थकाली सेट नखाइ हुँदैन, अन्त खाना खानु पनि मान्नु हुँदैन। हामी चाहिँ स्काई टावर घुमेर पनि अनि फेरि हामी नयाँ बानेश्वरमा थकाली खोज्दै आइपुगेको। उता दरबार मार्ग गएको, त्यहाँ त्यो हामी जाने ठाउँमा बन्द रहेछ, त्यो भवन भत्काउने अरे, त्यसैले अनि हामी फेरि नयाँ बानेश्वरमा आइपुग्यौँ थकाली खान। उहाँ चाहिँ ढेँडो लभर पनि हो अनि ढेँडो खाँदै हुनुहुन्छ। म चाहिँ राइस चाहिँ मैले चाहिँ खासमा ढेँडो खानु भन्यो, मलाई चाहिँ फेरि राइस चाहिँ मिठो लाग्छ। उहाँले चाहिँ लिइसक्नुभयो, म चाहिँ फोनमा बोल्दै थिएँ, त्यसैले मेरो चाहिँ यो फर्स्ट बाइट है थकाली लभरहरू। खासमा म त त्यो पनि नखाएकोमा मन आँसु पनि कति। गङ्गालाल अगाडि त ढिँडो त एकचोटि मात्रै दिएको थियो त। त्यो अरूले खाएको रहेछ। यहाँको ग्रेभी आज राम्रो छैन रहेछ। तेल हालेको आदिवासी तेल लगाएर कपाल च्याप बनाएर ढल्काउने हो। सकेँ आजलाई बाई थकाली रेस्टुरेन्टमा भात खाएको 3 पटक हो। युकेबाट आएर होइन